मेरो चाहिँ यो व्हाइट यहाँ व्हाइट छ नि त यस्तोमा यो व्हाइट हो यो यसलाई के भन्छ Scarf. ओड्ने ओड्ने थ्याङ्क यू व्हाइट ठिकै छ ग्रीन ग्रीन निकाला निकाल सँगै सँगै ग्रीन यो सेम आज पर्फिम नै हैन ल मेरो चाहिँ यो ग्रीन यता देखाउँ न ग्रीन त्यसमा त डबल छ ठिकै छ सेम आइस त ग्रीन त कति अब कतिवटा मागेको छ हामीले 9 वटा गरेको थियौँ हैन नौवटा ब्राउन छ ब्राउन 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 चाहिँ चकलेट छ ब्राउन डार्क चकलेट यहाँ भित्र यो उयो छ के यो चाहिँ रङ मात्र ब्राउन हो कि क्या यहाँ छ के ब्राउन ओ माय गॉड थ्याङ्क यू म यो पाउन लागेको छु त अनि त्यो हल्का मलाई यो हुन्छ डिफरेन्ट हुनुपर्ने हो ल चाहिरहेको थियो यस्तो पनि ल यो चाहिँ दुईजनाले खाने हो लास्ट ब्ल्याक देखो ब्ल्याक सँगै सँगै यो चाहिँ म लिस्टेन हो यो चाहिँ कसरी हो यो येलो होइन नि ब्ल्याक छ यहाँ ब्ल्याक हो यो यस्तो तिम्रो अप्सन क्या ठ्याक्क यस्तो ब्यागमा बोकेर हिँड्नु अब यो घरमा मजा बस्छ नौ त्यहाँ पनि हुन्छ यो चाहिँ म लिस्टेन हो थ्याङ्क यू ल तिमीलाई यो म लिस्टेन थ्याङ्क यू ब्ल्याक यो नि के हो यो दामी आएको यो रिबुक ल यो मलाई अहिले चाहिँ फुटबल खेल्दा काम लाग्छ मलाई भित्र लाउन फुटबल खेल्दा ट्रेकिङ जाँदा पनि हुन्छ यो हाइकिङ जाँदा नि हुन्छ साइज त हुन्छ होला नि मलाई होइन ल थ्याङ्क यू यति यति मात्रै सबैभन्दा कुन मन पर्यो सबै राम्रो छ सबैको आफ्नो छ यति भन्दै आजको हाम्रो 9 कलर गिफ्ट एक्सचेन्ज यो मन पर्यो नै सकेको छ हैन यस कफी खानु कम भएको छ अब ग्रिन टी खानु पर्ला अरु चाहिँ मन परेन मतलब सबै मन पर्यो कि यो अझै धेरै मन पर्यो चस्मा मन पर्यो सबै मन पर्यो मलाई त सुनाटा ल यति गर्नु